नमस्ते सबैलाई, म अम्बिका र आज चाहिँ म किचनबाटै स्टार्ट भइरहेछ मेरो लन्चको रेसिपी लिएर र आज चाहिँ म बनाउँछु अन्डा आलुको सब्जी र त्यसको लागि चाहिँ मैले अन्डा पहिले फ्राई गरेर राखेको थियो। त्यहाँबाट त्यो तातेको तेलमा चाहिँ मैले हालेँ जिरा, त्यहाँदेखिको अदुवा लसुन प्याजको पेस्ट हालिदिएँ, त्यहाँदेखिको चाहिँ मैले हाल्यो अलिकति हल्दी, त्यहाँदेखिको हाल्यो जिरा पाउडर, त्यहाँदेखिको अलिक कलरको लागि चाहिँ मैले हाल्यो चिली पाउडर, रेड चिली पाउडर हाल्यो र त्यहाँदेखिको मिट मसला हाल्यो। मिट मसला चाहिँ एकदम हाल्नै पर्छ किनभने त्यसले फ्लेभर अझ राम्रो ल्याउँछ र मिट मसला हालेँ। त्यहाँदेखि चाहिँ मैले त्यो अघि पिसेकै मिक्सीमा अलिअलि पानी हालेको त्यो जारमा पानी हालेर चाहिँ छोपेर राख्दै ताकि अब मजाले पाकोस् भनेर। त्यहाँदेखि चाहिँ मैले एड गरिदिएको थियो टमाटर र नुन हालेर छोपेर राखेर ढक्कन खोलेर चाहिँ एकदम मजाले तेल रिलिज भएछ। द्याट मिन्स चाहिँ मजाले पाकेको है। त्यहाँदेखि मैले एड गरिदिएँ आलु चाहिँ मैले अघि बोइल गरेर राखेको थियो र आलु चाहिँ मैले कोही काटेको थिएँ, कतिलाई चाहिँ मैले म्यास गरेको थिएँ किनभने खाँदाखेरि अलिअलि डल्लो भेट्दा पनि मजा आउँछ, बेसी उयो भयो भने बाक्लो हुन्छ भनेर चाहिँ आधी चाहिँ मैले त्यसरी राखेको थियो र दुइटै मिक्स गरिदिएँ मैले। त्यहाँदेखि चाहिँ मैले एकछिन छोपेर राखिदिएको थियो, ढक्कनी खोलेर त मजाले कुक भएछ। त्यहाँदेखि चाहिँ मैले तातो पानी अघि तताएर राखेको थियो र तातो पानी हालेँ। तातो पानी हाल्दा पनि हुन्छ नहाल्दा हुन्छ, तर मैले चाहिँ तातो पानी नै हालेँ ताकि छिट्टो होस् भनेर तातो पानी हालिदिएँ। त्यहाँदेखि चाहिँ मैले अलिकति गरम मसला एड गरिदिएँ यसमा। गरम मसला एड गरेर चाहिँ मैले हालिदिएँ अघि फ्राई गरेको अन्डा, जो चाहिँ मैले अघि नै फ्राई गरिसकेको थियो र त्यो चाहिँ भिडियो बनाउनै बिर्सेछु। फ्राई गरेको त सबैलाई थाहा छ नि है। र अन्डा चाहिँ धेरै भयो भन्नुहुन्छ होला किनभने हाम्रो घरमा सानो ठुलो सबैले नै अन्डा मन पराउँछ, त्यही लागि अन्डा चाहिँ अलिकति धेरै नै हालेको थिएँ। तर पनि फिका भइरहेको थियो के भनेको त मैले धनियाँ बिर्सेछु, धनियाँ हालिसकेर चाहिँ कम्प्लिट भयो। त्यहाँदेखि मैले चाहिँ यहाँ बनाउनु थालेँ स्यालेड, जो चाहिँ म डेली बनाउँछु र यहाँ चाहिँ मैले हालेँ प्याज, त्यहाँदेखिको अहिले नयाँ आएको रहेछ क्याबेज जुन चाहिँ पर्पल कलरको त्यो हालेँ। त्यहाँदेखि चाहिँ यसमा हालेँ लसुन र खोर्सानी मैले अघि नै पिसेर राखेको थियो र निम्बु र नुन हालेर चाहिँ कम्प्लिट गरेँ। त्यहाँदेखि मैले बनाएँ अर्को सब्जी, त्यो चाहिँ त्यो फर्सी र माछाको सब्जी। पहिला हालेँ मेथी, त्यहाँदेखिको हालेँ लसुन, त्यहाँदेखिको हालेँ ड्राई चिल्ली, त्यहाँदेखिको चाहिँ हालेँ प्याज। अलिअलि चलाइसकेर यसमा एड गरिदिएँ मैले फर्सी, जो चाहिँ मैले अघि काटेर राखेको थिएँ र फर्सी हालिसकेर चाहिँ मैले हालेँ जिरा पाउडर चाहिँ म छिटै हाल्छु किनभने पछि हाल्यो भने चाहिँ ठस्सै गनाउँछ कि एउटा अर्कै खालको गनाउँछ, त्यही लागि चाहिँ छोपेर राखेँ। त्यहाँदेखिको चलाएर चाहिँ धनियाँ धनियाँ र हल्दी एड गरिदिएँ किनभने जिरा चाहिँ अलिक छिटै हाल्नुपर्छ न गनाउँछ। त्यहाँनिर टमाटर र नुन हालेर चाहिँ छोपेर राखेको थिएँ र खोलेर हेरेको त मजाले पाकेछ र यो पनि पाकिसक्यो। त्यहाँदेखि चाहिँ मैले एड गरिदिएँ यसमा जुन चाहिँ मैले पहिल्यै फ्राई गरेर राखेको थियो, त्यो पनि मैले तपाईँलाई देखाएन, फ्राई गरेको माछा हालिदियो। यो चाहिँ मेरो लागि मात्रै हो किन मलाई पर्सनली मलाई ड्राई फिस पुरा मनपर्छ र मैले बनाएँ। त्यहाँबाट चाहिँ मैले सबै खानाहरू डिस आउट गरेर चाहिँ मैले त्यहाँबाट सर्भ गर्नुको लागि राखिदिएँ ताकि सजिलो होस् लन्च गर्नेहरूलाई भनेर। चाहिँ खाना त रेडी छ तर मान्छे चाहिँ आइपुगेको छैन र खाना चाहिँ यो प्रकार छ है। अघि मैले बनाएको अन्डा करी र स्यालेड, जो चाहिँ मैले स्यालेड बनाएको थियो त्यो एकदम चटपटा भएको थियो, पिरो अमिलो है, एकदम मिठो भएको थियो। र यो चाहिँ फिसको सब्जी र खाना चाहिँ रेडी छ, खाने मान्छेको इन्तजार छ। र यही थियो मेरो आजको भिडियो। तपाईँलाई के कस्तो लाग्छ, मेरो खाना कस्तो, मेरो रेसिपी कस्तो लाग्यो तपाईँलाई कमेन्ट्स गरिदिनुहोस् होला र यसरी नै माया र साथ सपोर्ट चाहिँ दिँदै गर्नुहोस् होला। र थ्याङ्क्स फर वाचिङ। भेटौँ नेक्स्ट ब्लगमा। टाढा।